खानु छिटो वा 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 ल होस् करण बर्थडे गर्दा कसैले लाग्दैन अब यसरी हाल्दिनु त अचार अझै पार्टी कस्तो हुँदैछ नभएर मलाई चाहिँ तर यस्तै खानुपर्ने हो एकदम दामी लेग पिस चिकन लेग पिस हो ममा हेर्नु नि यहाँ भाडा हाम्रो भाउजूको खाइ चाहिँ मरत हो मरत यता बर्थडे कल छेउमा बसी छिन् ममा यहाँ अझै कति 2 भाडा छ है सबैभन्दा मरत त दिदीको रहेछ त कसको 2 हान्दिन्छ अनि कसले अघि अझै डेलिसियस अझै खाइसक्यो होइन भाइरल हुन्छ उता अचारले अलिक बर गऱ्यो नि फेरि भएन अनि किन तेल हाल्नु नलाएको खुर्सानी कति लाग्यो त्यो बुढीले झुक्कायो क्या तेल लगाएको छैन तिलको टेस्ट आयो नि त लगाएको कता गयो अचारले अलिक टमाटर पो हुँदै आयो त अस्ति निशान खाएर चाहिँ बेस्ट भएको थियो अचार आज अचारले धोका दियो तर धेर पिरो पनि खानु हुँदैन यस्तो खानु पर्ने धेर पिरो पनि खानु हुँदैन भोलि मलाई नै टोइलेटमा साह्रो पार्छ अघि सुरुमा मम्मा कस्तो दामी भएको थियो डेलिसियस अब अगाउँदै गयो उता खोर्सानी र नुन त चाहिरहेछ नि अलिक अचार कम भएर उता त्यसो त के त भन्दा हो नि त होइन बुनुको बर्थडे आमामा हाँस्यो बुनु हाँस्यो लजाउनु पर्दैन कि भयो माइजू म त पुग्यो अनि बर्थडे पार्टी कस्तो हुँदैछ त गाइस ल भनिदिनु पर्यो विदेशीवाला होइन हामी चाहिँ वाइन साइनमा चल्दैन यो चाहिँ छुस खाँदैछौँ कि हामी छुस ब्ल्याक लेभल छुस भन्छ माइजू कस्तो भयो लेग पिस चिकन लेग पिस दिदी आमामा थोरै पो छ त आमामा थोरै यो घटिसकेको होइन घटिसकेको हो नि आफ्नो चाहिँ यस्तो हो कि छौ लागि चाहिँ निकै बादुली गुवाईहरू चाहिन्छ नत्र पार्न सक्दैन भाडाको पछाडि राखेर धेरै खाँदैछ अब हाम्रो दिदीलाई हेर्नको लागि चाहिँ अलिक पैसा कमाएर आउँ है यस्तो 3-4 जान्छ होइन एक तालमा लौरे अनि हाम्रो बुनलाई पनि लौरे चौरेको त कामै छैन पाल्नै सक्दैन खुवाइदेखेर नै तर्सिन्छ फेरि ल आमामा यता चाहिँ फेरि लोकल होइन शेर्नी प्रधानमन्त्री ल गयो गाइदियो चाहिँ फेरि ए हामी त भोकारी नै हो नि मोमोको लागि त मोमो चाहिँ यो फेरि डल्ले कम्पनीमा यसो उ गरेर है डल्ले के भयो होटल हो नि डल्ले होटल होइन के डल्ले मोमो त्रिपुरेश्वरमा छ यसको ब्रान्च डल्ले मोमो तर हामीले चाहिँ यहाँ चेप्टे लेप्टे नेप्टे सबै बनाएको छ चेप्टे नेप्टे सबै बनाएको छ पिरो नभएर यहाँ कबारी पनि दल्दैछु चिसो त्यही पिरो भइहाल्छ अचारले बल्ल न्याय पायो के गर्नु र यो खुर्सानी त्यो बुढीलाई गरेर ठोकौँ कि क्या हो थोरै लगाएको हो मैले अचार लगाइदिउँ